केही यो पहिला यो थलेनी चाहिँ 2400 राजाको पालाको रहेछ सर। अब यो ढुङ्गा माथि भएको ढुङ्गा चाहिँ घेराबारको रहेछ। अनि हल्का चाहिँ यो देवदेवीको चाहिँ थानको पनि छ। अनि यो भित्र चाहिँ दामी दामी के अरे देउता थानहरू रहेछ। यो चाहिँ कति सालदेखि यो भएको यो हामीले स्थापन गर्नु खोजेको चाहिँ हामीभन्दा अगाडि यो 44 सालभन्दा अगाडि यहाँ मगर टोल बस्नु भएको थियो गाउँ मगर हजुर मगरहरू बस्नु भएको थियो। उहाँहरूले पनि यहाँ संरक्षणै गर्नुभएको थियो। यहाँलाई बरमथान बनाएर बस्दाखेरि सपनामा यो बरमथान पनि ठाउँ होइन भनेर चाहिँ त्यो पुजारीलाई सपना दिएपछि यहाँको बरमथान ऊ माथि डाँडामा सरेको थियो। अनि यहाँ चाहिँ उनीहरूले पनि स्पष्ट यो देउता भन्नु चाहिँ थाहा नपाएर त्यत्तिकै सफा सुखार चाहिँ गरिराखेको हो। अनि अहिले चाहिँ यो देउताको यो थानको नाम चाहिँ के हो र? यो थानको नाम यतापट्टि शिव भगवानको चाहिँ थान रहेछ। अनि शिव भगवानसँग चाहिँ एउटा के अरे बाबाजी पनि भन्दो रहेछ। त्यो यो प्रस्ट्याउने माता चाहिँ हेटवटा बस्नुहुन्छ। यो ढुङ्गाको नाम यो ढुङ्गाको नाम यो देवीको नाम भएको चाहिँ ढुङ्गा यो देवीको देउताको नाम भएको ढुङ्गा यो भनेर चाहिँ उहाँले भन्नुभएको छ। अनि सुने अनुसारले यो जमिन मुनि पनि जमिन मुनि केही मूर्तिहरू एकदम महत्त्वपूर्ण मूर्तिहरू पनि छ। मूर्तिहरू छ। यसलाई स्पष्ट यहाँलाई सम्झाउँदै यो भगवानहरूले मनाउँदै गर्दा यो जेसिबी लाएर होइन कि यो गलखन्डीहरू लाएर लिभर लाएर चाहिँ यो ढुङ्गा निकालेर कम्पाउन्ड यही ढुङ्गाले लाउनु पाए राम्रो हुन्थ्यो जस्तो लाग्छ। अनि यो पुरै खुल्ला स्तरमा देखियो होइन? अनि यसको कुनै एउटा सबै ढुङ्गाहरू बच्चाहरूले यताउता अलिअलि यताउता गर्दाखेरि हराउला। अनि त्यसको लागि तपाईँले केही यसको संरक्षणको लागि केही गाउँपालिका या वडा कार्यालयमा यसको लागि केही उद्धारको लागि केही गर्नुभएको छ हजुरले? योभन्दा अगाडि चाहिँ हामीले गरेका छैन सर। गरौँ कि झन् मन त छ। अब आफ्नो केही माग पनि पुरा नहुने भएको कारणले हामीले गाउँपालिकातिर केही माग गरेका छैन। अब चाहिँ गर्दै जाँदाखेरि मान्यज्यूहरू जुनसुकै दलको चाहिँ मान्यज्यूहरू जित्दै जाँदाखेरि जित्ने मान्यले यसो हेरिदिन्छ कि भन्ने एउटा आशा पनि छ। केही गरी यो चुनाव लड्दै गर्दा आफ्नो यही टोलका चाहिँ एउटा अध्यक्षलाई जिताउनु पाए यसलाई राम्रो व्यवस्थित तरिकाले चाहिँ केही गर्नु सकिन्छ कि भन्ने आशाको साथमा छु। र अहिलेसम्म चाहिँ यसको लागि बजेट माग गरेर चाहिँ हामीले छैन। हामी सकेसम्म आफ्नो गाउँबाट चाहिँ चन्जा उठाएर भए पनि यो ढुङ्गा संरक्षण गर्नको निमित्त यो देउताको आकार भएको अथवा यो घेरबारको चाहिँ गेटको चाहिँ राख्ने ढुङ्गाको आकार भएको ढुङ्गाहरूलाई मिलाएर कुन चाहिँ ढुङ्गा देउता हो, कुन चाहिँ ढुङ्गा चाहिँ यो घेराबारको हो त्यो चिन्ने माताहरू राखेर चिन्ने चाहिँ धामीहरू राखेर सबै ढुङ्गालाई मिलाएर पन्साएर एक ठाउँ राख्ने देउताको जति अनि घेराबारको जति एक ठाउँ राख्ने अनि मात्रै यो सरकारको योजनाहरू माग गर्ने योजना गरिरहेको छ सर। धन्यवाद।